मानिस सर्वोत्कृष्ट कला हो संसारको। ऊ गयो भने उसँगै जान्छन् कुनै सोचमा डुबिरहे जस्ता उसका गम्भीर आँखा वा दुर्लभ मुस्कान, उसको सिप र कतिपय रहस्यहरू। जाँदा आफूसँगै बोकेर लान्छ उसले कल्पनाको ठुलो सहर। आफूले हिँडिसकेको समयको चौडा सडक र बिताएको रोमाञ्चक इतिहासलाई रुमालझै गोजीमा हालेर हिँडिदिन्छ ऊ कुनै अनिर्दिष्ट दिशातिर। कति रोएको थियो हृदयमा लागेका चोटहरू एकान्तमा गन्दै, या कति हाँसेको थियो यात्राका मिठा घटनाहरू सम्झिँदै। अनेकन यस्ता कथाहरू आफैसँग लिएर छोडेर जान्छ ऊ केवल केही धमिला सम्झनाहरू। एउटा मानिस गयो भने हुँदैन हजारौं मानिसको भिडमा ऊ, सुनिँदैन उसको स्वर र देखिँदैन अनुहार। भेटिँदैन कुनै पनि रात्रि भोजमा उसको सशरीर उपस्थिति। एउटा मानिस साँच्चै गइदियो भने सुनसान र रित्तो रित्तो बनाइदिन्छ एउटा संसार। अभावको चस्माबाट हेरेपछि मात्र हामी देख्दछौँ टाढा गइसकेको मानिसको मूल्यको आकृति। तर सुन्दैन ऊ हाम्रो आवाज त्यसबेला र फर्केर आउँदैन हामी छेउ। अहिले नै रोक मानिसलाई आफ्नो प्रेमले।